मेरो भाउजू अनि मेरो भेना यहाँ यता भाइ सँगको हाम्रो सोगुमसानको यात्रा हो हाम्रो। आज बिदाको एक दिनमा पनि पुरा खुट्टाको कसरत गर्न आएको छु। मस्ती भइरहेछ। टिकट लिएर हामी केबल कारबाट झोलुङ्गे पुल र स्काई टावरतिर प्रस्थान गर्दैछौँ। एकदमै राम्रो भ्यूहरू भएको ठाउँ होइन, हाइकिङ गर्नको लागि एकदमै बेस्ट प्लेस रहेछ। यो चाहिँ एकदमै रमाइलो लागेको थियो कि। अनि मलाई यो ब्लू कलरको झोलुङ्गे पुलमा कस्तो पुतली जस्तै ड्रेस लगाएर दगुरेको भिडियो बनाउने रहर थियो। यो रहर पनि पुरा भएको छ। अनि यस्तो चट्टानको बाटो है कस्तो मजाले खोपेर बनाएको कि। अनि वेदर पनि कस्तो ठिक्कको भएको थियो। यो चाहिँ एकदमै हाइटमा भएको भएर क्या हावा पनि सरर चलेको। यो चाहिँ भ्यू टावर हो। यस्तो राम्रो भ्यू देखिने क्या स्काई टावर। अनि यो स्काई टावरदेखि तल ठ्याक्क झरेपछि चाहिँ यो येल्लो कलरको पुलमा पुगिने रहेछ। यो पुल पनि एकदमै लामो थियो। यदि तपाईँहरू हाइकिङ गर्न एकदमै सोखिन हुनुहुन्छ, तपाईँहरूलाई डाँडा काँडा पहाड मनपर्छ भने सोगुमसान चाहिँ एकचोटि भिजिट गर्नु होला। एकदमै बेस्ट प्लेस छ है।